यो चाहिँ मेरो व्हाइट एन्ड पर्पल छ। यस्तो सबै मरिसकेको रहेछ। यो चाहिँ म निकालिदिन्छु। मरेको पछि राम्रो आउँछ फुलहरू। यो छ अनि व्हाइट एन्ड पिङ्क, यो पनि एकदम राम्रो छ कलर। व्हाइट एन्ड पिङ्कमा सबै म चाहिँ यस्तो बोटुकोमा राखिदिन्छु, पानी हाल्न सजिलो हुन्छ। यस्तो मरेको पत्ताहरू पनि निकाल्नुपर्छ। एकदम सजिलो छ अफ्रिकन भायोलेटलाई केयर गर्नलाई, तर लाइट चाहिँ राम्रो आउनुपर्छ। अनि मेरो अर्को फेभरेट चाहिँ यो, यसको फ्लावर अलिक ठुलो साइजमा छ तर सिङ्गल पेटलमा, साइज चाहिँ ठुलो छ यसको। यसको प्लान्ट मसँग एउटा मात्रै छ, अब अझै यसको प्लान्ट बनाउनु पर्ने छ। यसको पनि एकछिन पछि आउँछ तपाईँलाई त्यो। अब यिनीहरू चाहिँ पर्पलहरू थियो, फुलिसकेको छ। अब बिस्तारै फेरि कोपिला लाग्छ। यसको पनि बिस्तारै फुलिसकेको थियो एकचोटि, फेरि कोपिलाहरू लाग्दैछ। यहाँ सानो सानो कोपिलाहरू देख्न सक्नुहुन्छ, कोपिलाहरू लाग्दैछ। अब यो पिङ्क र योवाला पिङ्क चाहिँ सेम छ मसँग। अरू पर्पल कलरको चाहिँ बाहिर गमलामा छ। यो चाहिँ झ्यालको छेउमा राख्यो भने राम्रो हुन्छ, एकदम